3,75,000 रहेको छ, मात्र 5 लाख रहेको छ। त्यसै गरी एकदमै सस्तोमा मात्र 2,50,000 मात्र 5,75,000 र 7,50,000 रहेको छ र 12 लाख रहेको छ, 5,50,000 रहेको छ। प्राइस चाहिँ मात्र 9,50,000 रहेको, 11,25,000 रहेको छ, 8 लाख रहेको छ र 9,50,000 रहेको छ। अनि प्राइस चाहिँ मात्र 14,50,000 रहेको छ, 10 लाख रहेको छ। यसको प्राइस चाहिँ मात्र 13 लाख रहेको छ, 12,75,000 रहेको छ, 17 लाख रहेको छ। म तुलसा, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। सदा चाहिँ आज पनि मसँग रहेका विभिन्न ब्रान्डका गाडीहरूको डिटेल लिएर आइसकेको छु। यदि हजुरहरू सेकेन्ड ह्यान्ड गाडीको खोजीमा हुनुहुन्छ र एक्सिडेन्ट रेकर्ड नभएको गाडीहरूको खोजीमा हुनुहुन्छ भने चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। भिडियोको सुरुवातमै रहेको छ यो 2009 मोडलको स्विफ्ट रहेको छ, VXI भेरिएन्टमा पाउन सक्नुहुनेछ। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ भने यसको प्राइस चाहिँ मात्र 13 लाख रहेको छ। यो पनि 2005 मोडलको स्विफ्ट नै रहेको छ। यो चाहिँ ZXI भेरिएन्टमा टप भेरिएन्टमा पाउन सक्नुहुनेछ भने प्राइस चाहिँ मात्र 10 लाख रहेको छ। त्यसै गरी हामीसँग स्विफ्ट नै रहेको छ 2006 मोडलको। यो चाहिँ VXI भेरिएन्टमा पाउन सक्नुहुनेछ भने प्राइस चाहिँ मात्र 9,50,000 रहेको छ। गरी हामीसँग 2014 मोडलको इको 7 सिटर भ्यान पनि रहेको छ। यो 2014 मोडलको रहेको छ भने गाडी एकदमै फ्रेस कन्डिसनमा पाउन सक्नुहुनेछ र यसको प्राइस चाहिँ मात्र 12,75,000 रहेको छ। हामीसँग किया ब्रान्डको किया पिकान्टो पनि रहेको छ, 2008 मोडलको रहेको छ। फुल अप्सनमा पाउन सक्नुहुनेछ भने गाडी एकदमै फ्रेस कन्डिसनमा पाउन सक्नुहुनेछ। यसको प्राइस चाहिँ मात्र 8 लाख रहेको छ। र हामीसँग अर्को पनि 2019 मोडलको इको 7 सिटर भ्यान पनि रहेको छ। यसमा चाहिँ हजुरले ABS एयरब्याग अप्सनमा पाउन सक्नुहुनेछ भने गाडी एकदमै फ्रेस कन्डिसनमा पाउन सक्नुहुनेछ। भित्रको इन्टेरियरहरू पनि एकदमै राम्रो रहेको छ र यसको प्राइस चाहिँ जम्मा 17 लाख रहेको छ। त्यसै गरी हामीसँग मार्केटमा एकदमै रिसेल भ्यालु हाई रहेको हुन्डाई ब्रान्डको i10 म्याग्ना पनि रहेको छ। यो 2008 मोडलको रहेको छ। फुल अप्सनमा पाउन सक्नुहुनेछ भने गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसको प्राइस चाहिँ मात्र 11,25,000 रहेको छ। त्यसै गरी हुन्डाई ब्रान्डकै i20 2012 मोडलको पनि रहेको छ। यो पनि हजुरले सेमी अप्सनमा पाउन सक्नुहुनेछ। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ भने प्राइस चाहिँ मात्र 14,50,000 रहेको छ। र हुन्डाई ब्रान्डमै 2007 मोडलको हामीसँग सेन्ट्रो पनि रहेको छ। यो फुल अप्सनमा रहेको छ भने प्राइस चाहिँ मात्र 9,50,000 रहेको छ। गाडी एकदमै फ्रेस कन्डिसनमा पाउन सक्नुहुनेछ भने मार्केटमा एकदमै रिसेल भ्यालु पनि हाई रहेको छ। त्यसै गरी हामीसँग यो चाहिँ 2008 मोडलको सेभ्रोलेट स्पार्क रहेको छ। 2008 मोडलको फुल अप्सनमा पाउन सक्नुहुनेछ भने प्राइस चाहिँ मात्र 5,50,000 रहेको छ। त्यसै गरी हाम्रो यो कुनामा रहेको छ 2008 मोडलको जेन स्टेलियो 2008 मोडलको रहेको छ भने गाडी चाहिँ फुल अप्सनमा पाउन सक्नुहुनेछ। एकदमै राम्रो इन्टेरियर रहेको छ भने कन्डिसन पनि एकदमै राम्रो रहेको छ। त्यसै गरी हामीसँग अल्टो पनि रहेको छ। यो 2014 मोडलको LXI भेरिएन्टमा रहेको छ। हजुरले सेमी अप्सन पाउन सक्नुहुनेछ भने गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। प्राइस चाहिँ मात्र 12 लाख रहेको छ। त्यसै गरी हामीसँग 2013 मोडलको सिंगल ह्यान्डेड अल्टो पनि रहेको छ। यो पनि LXI भेरिएन्टमा रहेको छ भने प्राइस चाहिँ मात्र 11,50,000 रहेको छ। हामीसँग कोरियन ब्रान्डको किया पिकान्टो पनि रहेको छ। यो 2004 मोडलको रहेको छ भने फुल अप्सनमा पाउन सक्नुहुनेछ। यसको प्राइस चाहिँ मात्र 5,75,000। अनि हुन्डाई ब्रान्डकै सेन्ट्रो रहेको छ। यो 2005 मोडलको रहेको छ भने यो फुल अप्सनमा पाउन सक्नुहुनेछ। गाडी एकदमै फ्रेस कन्डिसनमा पाउन सक्नुहुनेछ भने प्राइस चाहिँ मात्र 7,50,000 रहेको छ। त्यसै गरी एकदमै सस्तोमा मात्र 2,50,000 मै डियो म्याटिज रहेको छ। यो चाहिँ 2002 मोडलको रहेको छ भने यसमा चाहिँ हजुरले AC र हिटर अप्सनमा पाउन सक्नुहुनेछ। र यो त नचिन्ने कुरै भएन, गरी खाने भ्यान कार्गो 2010 मोडलको रहेको छ। प्राइस चाहिँ मात्र 3,50,000 रहेको छ भने यो चाहिँ 2016 मोडलको ओम्नीमा कार्गो भ्यान रहेको छ। एकदमै फ्रेस कन्डिसनमा रहेको छ भने प्राइस चाहिँ मात्र 5 लाख रहेको छ। एकदमै सानो स्पेसमा पनि मजाले अटाउने र त्यही पनि 5 जना चाहिँ मजाले चढेर हिँड्न मिल्ने यो चाहिँ टाटाको नानो 2012 मोडलको रहेको छ भने गाडी एकदमै फ्रेस कन्डिसनमा पाउन सक्नुहुनेछ। चारैवटा टायर नयाँ रहेको छ भने AC हिटर अप्सनमा मजाले पाउन सक्नुहुनेछ। प्राइस चाहिँ मात्र 3,75,000 रहेको छ। भिडियोको अन्तिमसम्म आइसकेको छौँ। मेरो भिडियोलाई यतिन्जेल हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हामीले चाहिँ माघ महिनाभरि अफर पनि राखेको छौँ। अफरमा चाहिँ हजुरले नामसारी पर्दैन, हामीले नै गरिदिनेछौँ भने फुल ट्याङ्की तेल पनि पाउन सक्नुहुनेछ। हजुरले चाहिँ हामीसँग रहेको जुनसुकै गाडीमा पनि एक्सिडेन्ट फ्री पाउन सक्नुहुनेछ भने बाइब्याक ग्यारेन्टी पनि रहेको छ। मेरो च्यानललाई चाहिँ हजुरले अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला। लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। र जुनसुकै गाडी पनि हजुरलाई मन परेको छ भने चाहिँ हाम्रो स्क्रिनमा नम्बर रहेको छ। डिटेल बुझ्न चाहनुहुन्छ, यदि टेस्ट ड्राइभ गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो शुभारम्भ भिजिट गर्नु होला। फेरि पनि यस्तै गाडीको भिडियो लिएर आउने नै छु। त्यसको लागि चाहिँ हजुरहरूसँग बिदा चाहन्छु। हस्त नमस्ते।